सर्वप्रथम आजको यस समापन कार्यक्रममा उपस्थित हुनुभएका रेड क्रॉस सोसाइटी कास्की जिल्लाको सर हुनुहुन्छ, यहाँ महेन्द्र केसीजी हुनुहुन्छ, त्यसरी नै हामीसँगै अस्मिता पौड्याल, त्यसरी नै अर्जुन खत्री भयो र अरू दुईजना सर र म्याडम पनि हामीहरूसँगै हुनुहुन्छ। र सबभन्दा पहिले म हाम्रो पोखरा 25 यमदीमा भएको पेमा सालसाके गुम्बाको तर्फबाट सरहरू सबैलाई धेरै धेरै गुड आफ्टरनुन भन्न चाहन्छु। र आजको हाम्रो यो कार्यक्रम धेरै सफलतापूर्वक सम्पन्न भएको छ र हजुरहरू बिना यो कार्यक्रम सम्भव हुँदैन। र कहिले पनि यस वर्षको लागि मात्रै नभएर हाम्रो जुन वर्षदेखि हाम्रो खुल्ला रक्तदान कार्यक्रम सुरु भयो त्यो वर्षदेखि नै सर हाम्रो यो गुम्बासँग आबद्ध हुनुहुन्छ र हाम्रो यो कार्यक्रमसँग आबद्ध हुनुहुन्छ। र त्यसरी नै म्याडम पनि धेरै पटक हाम्रो कार्यक्रममा आइदिनु भयो र दुईजना म्याडम चाहिँ लगभग आज पहिलोपटक हाम्रो कार्यक्रममा आइदिनु भएको छ। र सबै लामा भिक्षुहरूको तर्फबाट फेरि पनि म हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। र जम्मा आज कतिजना, आज 47 जना दादाहरू हुनुभएको छ र उहाँहरू पनि यहाँ नभए पनि म गुम्बाको तर्फबाट सबै दादाहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। र भविष्यमा पनि हाम्रो कार्यक्रम योभन्दा पनि सफल हुनको लागि म भगवान् बुद्धसँग प्रार्थना गर्दछु। र हामी गत वर्ष 54 जना दादाहरू हुनुभयो र यो वर्ष जम्मा 47 जना मात्रै भयो। र तर यति भए पनि मलाई के गर्व लाग्छ भने हाम्रो एउटा रगत भए पनि एउटा मान्छेको ज्यान जोगाउनको लागि काम लाग्छ। सङ्ख्याको मतलब छैन, तर पनि हाम्रो यो कार्यक्रम चलाउन सक्नु भनेकै एउटा ठुलो उपलब्धि हो हाम्रो गुम्बाको लागि, हाम्रो देशको लागि, हाम्रो समग्रमा हाम्रो यो कास्की जिल्लाको लागि एउटा ठुलो उपलब्धि हो। र भविष्यमा पनि हाम्रो यो कार्यक्रम वार्षिक रूपमा कार्यक्रम चलाउँदै जानेछु। र यो कार्यक्रमको लागि पनि हाम्रो नेपाल रेड क्रस सोसाइटी जिल्ला कास्की जिल्लाको शाखाबाट हामीलाई सहयोगको अपेक्षा गर्दै म मेरो 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। र विशेष गरी आजको कार्यक्रम हाम्रो परम पूज्यनीय 14औं दलाई लामाको 90औं वर्ष शुभ जन्म उत्सवको अवसरमा हामीले यो कार्यक्रम सञ्चालन गरेको हो। र सँगसँगै सम्पूर्ण मनुष्यहरूको सुख शान्तिको लागि यो कार्यक्रम हामीले चलाएको हो। र सबै गुरुबा र गुरुआमाहरूले विशेष गरी हाम्रो यस गुम्बाको प्रिन्सिपल अध्यक्षज्यू लोकेन धावन ऋषिज्यू पनि हामीहरूसँगै हुनुहुन्छ। र उहाँले पनि यो कार्यक्रम सञ्चालन गरिदिनु हुनको लागि उहाँको ठुलो भूमिका हुनुहुन्छ। र उहाँले हाम्रो लागि निर्देशन दिनुभएको छ र त्यही अनुसार आजको कार्यक्रम पनि सम्पन्न हुन सफल भएको छ। र म सबै गुरुबा र गुरुआमाहरूको तर्फबाट हाम्रो गुम्बाको अध्यक्ष लोकेन धावन ऋषिज्यूले पनि मुरी धन्यवाद ज्ञापन गर्न चाहन्छु। र सँगसँगै फेरि पनि आज शनिबारको दिनमा पनि गुरुबा र गुरुआमाहरू ईदको दिनमा पनि र एउटा ठुलो काम सम्झिएर धर्म सम्झिएर हजुरहरू सबै यहाँसम्म आइदिनु भयो। धेरै धेरै धन्यवाद। र जय नेपाल, जय बुद्ध। र एप्रिसिएसनको लागि चाहिँ हाम्रो गुम्बाको तर्फबाट यो कार्यक्रम सञ्चालन भएकोदेखि हामीले एउटा सानो हाम्रो सर भयो, नर्स भयो, सबै कर्मचारीहरूले रेड क्रसबाट आउने सबै कर्मचारीहरूले हामीले सानो एउटा मायाको हिसाबले